दर्शकवृन्द, एक्सन स्टार समीर भट्टको बहुप्रतीक्षित चलचित्र बलिदान फिल्म यही असोज 13 गतेबाट देश तथा विदेशभरि हाउसफुलका साथ प्रदर्शन भइरहेको छ पनि बलिदान चलचित्रले यतिखेर देश तथा विदेशभरि चारैतर्फ तहल्का मचाइरहेको छ र आजबाट चलचित्र बलिदान फिल्म बक्स अफिस कलेक्सनमा 3 दिन पार गरिरहेको छ। 3 दिनसम्म आइपुग्दाखेरि चलचित्र बलिदान फिल्मले कति करोडको बक्स अफिस कलेक्सन गर्यो त आज म यही कुराको बारेमा परिचर्चा गर्न गइरहेको छु। भिडियोलाई पुर्याइदिनु होला। यदि हजुरले हाम्रो च्यानललाई सब्स्क्राइब गरेको छैन भने सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। दर्शकवृन्द, एक्सन स्टार समीर भट्टको बहुप्रतीक्षित चलचित्र बलिदान फिल्म यही असोज 13 गतेबाट देश तथा विदेशभरि हाउसफुलका साथ प्रदर्शन भइरहेको छ भने बलिदान चलचित्रले यतिखेर देश तथा विदेशभरि चारैतर्फ तहल्का मचाइरहेको छ र बलिदान चलचित्र हेर्नको लागि दर्शकहरू गाउँ गाउँ बस्ती बस्ती टोल टोल सहरबाट गइरहनु भएको छ भने बलिदान चलचित्रलाई दर्शकहरूले एकदमै धेरै मन पराइराख्नु भएको छ र बलिदान चलचित्र हेर्नु भएको दर्शकहरूले यतिखेर बलिदान चलचित्रको बारेमा एकदमै धेरै राम्रो रिभ्यूहरू दिइरहनु भएको छ भने बलिदान चलचित्र दर्शकहरूले हेरिसकेपछि यतिखेर बलिदान चलचित्रलाई साउथ फिल्म भन्दा पनि खतरनाक बनेको भनेर दर्शकहरूको एकदमै धेरै राम्रो प्रतिक्रिया आइरहेको छ। जस कारणले गर्दाखेरि यतिखेर बलिदान चलचित्रले दिनहुँ बक्स अफिस कलेक्सनमा तहल्का मचाइरहेको छ र आजबाट बलिदान चलचित्र तेस्रो दिनमा प्रदर्शन भइरहेको छ भने आज प्रदर्शन भएको 3 दिनमा पनि मर्निङ सोदेखि देशभरका हलहरूमा हाउसफुलको बक्स अफिस कलेक्सन गरिरहेको छ। आज प्रदर्शन भएको तेस्रो दिनमा पनि आक्रामक बक्स अफिस कलेक्सन गर्ने देखिरहेको छ। आज प्रदर्शन भएको तेस्रो दिनमा कम्तीमा पनि 3 देखि 4 करोडसम्मको बक्स अफिस कलेक्सन गर्ने देखिरहेको छ भने बलिदान चलचित्रले आज प्रदर्शन भएको 3 दिनसम्म आइपुग्दाखेरि कति करोडको बक्स अफिस कलेक्सन गर्यो त्यो पनि यो फिल्मको निर्माण टिमले अफिसियल रूपमा सार्वजनिक गरेको छैन। हामीलाई प्राप्त डाटा अनुसार बलिदान चलचित्रले 3 दिनसम्म आइपुग्दाखेरि 5 करोडभन्दा माथिको बक्स अफिस कलेक्सन गरेको अनुमान लगाएको छ। अब निर्माण टिमबाट अफिसियल रूपमा कति कलेक्सन सार्वजनिक हुन्छ त्यो पनि हेर्न बाँकी नै छ। आज प्रदर्शन भएको तेस्रो दिनमा पनि बलिदान चलचित्रले नेपाली चलचित्र क्षेत्रमा चारैतर्फ तहल्का मचाइरहेको छ र बलिदान चलचित्रले अबको केही समयभित्रै अहिलेसम्म रिलिज भएका सबै फिल्महरूको रेकर्डलाई ब्रेक गरिदिने देखिरहेको छ।